हेलो एभ्रीबडी, आज चाहिँ हामी अल्डिहाइड एन्ड किटोनबाट एकदमै रिपिटेड यट एकदमै सजिलो क्वेसन आइडोफर्म टेस्टको बारेमा कुरा गर्नेवाला छौँ। आइडोफर्म टेस्टले चाहिँ कुनै पनि कम्पाउन्ड अल्डिहाइड हो कि किटोन हो भनेर हामीलाई छुट्याउन सहयोग गर्छ है। सो हाम्रो यो अल्डिहाइड एन्ड किटोन भन्ने च्याप्टरबाट चाहिँ डिस्टिङसनवाला एकदमै बढी छ क्वेसनहरू, बिकज अल्डिहाइड एन्ड किटोन दुईवटा कम्पाउन्ड भइसकेपछि त्यो कम्पाउन्डलाई डिस्टिङ गर्ने नै हाम्रो मेन प्रब्लम हुन्छ कि। सो आइडोफर्म टेस्ट भनेको केही पनि होइन। आइडोफर्म टेस्ट एकदमै सजिलो छ। किताबमा लेख्दाखेरि 4-5 लाइनमा लेखिदिएको होला, त्यो 4-5 लाइन याद गरेर नै पर्दैन, एक लाइन याद गरेर भ्याइयो, एकदम सजिलो छ। त्यसपछि बाँकी क्वेसनहरू हामी त्यो पनि गर्छौँ है त। सो आइडोफर्म टेस्ट भनिसकेपछि चाहिँ आइडोफर्म टेस्ट भनेको बेसिकली के हो भन्दाखेरि आइडोफर्म टेस्ट चाहिँ हाम्रो किटोनसँग गर्ने टेस्ट हो। योभन्दा पहिलाको भिडियोमा हामीले चाहिँ टोलेन्स रिएजेन्टको बारेमा कुरा गरेको थियौँ र टोलेन्स रिएजेन्ट चाहिँ अल्डिहाइडसँग गरिने टेस्ट थियो भने आइडोफर्म टेस्ट चाहिँ किटोनसँग गरिने टेस्ट हो। मतलब टेस्ट दुईटैसँग गरिन्छ तर पोजिटिभ रिजल्ट चाहिँ किटोनले दिन्छ है त। आइडोफर्म टेस्ट भनेको किटोनको लागि गरिन्छ। सो आइडोफर्म टेस्ट भनेको चाहिँ कुनै पनि किटोन ग्रुपमा कुनै पनि किटोन कम्पाउन्डमा चाहिँ आयोडाइन र सोडियम हाइड्रोक्साइड I2 र NaOH सँग चाहिँ हिट गर्यो भने यसले यो नै हो हाम्रो आइडोफर्म टेस्ट। यस, दिस इज इट। यति कुनै पनि किटोन ग्रुप र 6 मोलिक्युल्स अफ आयोडाइन, बिकज 3I2 3 × 6 र सोडियम हाइड्रोक्साइड, यति नै हो हाम्रो आइडोफर्म टेस्ट। र यसपछि यतापट्टि हामीले प्रडक्ट लेखौँ। अब प्रडक्ट लेख्ने कुनै पनि आइडोफर्म टेस्टको मेन प्रडक्ट के हो भन्दाखेरि CHI3 हो। यो हाम्रो मेन प्रडक्ट हो, यसको नाम हो आइडोफर्म। र बाँकी जे आउँछ नि त्यो सबै हाम्रो बाई प्रडक्ट हो। र बाँकी के आउँछ भन्दाखेरि RCOONA आउँछ, र अर्को H2O आउँछ, र अर्को NaI3NaI आउँछ होइन। अब यो सबै बाई प्रडक्टको नाम याद गर्ने पर्दैन, बस आइडोफर्मको नाम याद गरौँ। र यो जुन प्रडक्ट छ नि यो प्रडक्टहरूलाई याद गर्ने चाहिँ बस एउटा सानो चिट सिट जस्तो छ कि। जस्तो भन्दा सुरुमा चाहिँ हामी ठुलो कम्पाउन्डलाई एड गरिदिइहालौँ है। RCONA एउटा छ, र त्यसपछि हामीसँग के छ भन्दाखेरि H2O छ, CHI छ र NaI छ है। अब यो भइसकेपछि चाहिँ एउटा तिमीहरूले के चाहिँ याद गर्नु पर्यो भन्दाखेरि यो बस म तिमीहरूलाई कसरी याद गर्ने भनेर बुझाउन लागिरहेको छु है, मैले कसरी याद गरेको छु यसलाई भनेर। सो ठुलो कम्पाउन्डलाई मैले RCONA याद गरेर राखेको छु, र यतापट्टिको जुन छ नि यसलाई चाहिँ मैले छि हटोना भन्छु कि। छि हटोना बुझिराखौ नि। छि भनेपछि आइडोफर्म भयो CHI, हटो भनेपछि H2 भयो, 2 भयो होइन, अनि H2O भयो, र अर्को NaI भयो। याद गर्न अलिक गाह्रो लाग्छ भने चाहिँ यसरी याद गर्न सकिन्छ भनेर मैले बस भनिदिएको, यसरी याद गर्नुपर्छ भने छैन। सो लाइक RCONA छि हटोना भन्यो भने चाहिँ आइडोफर्म टेस्ट याद हुन्छ। र अब क्वेसन चाहिँ के आइदिन्छ त भन्दाखेरि एक्जाममा कुनै पनि लेट्स से देयर इज अ कम्पाउन्ड A, नाउ A गिभ्स द पोजिटिभ रिजल्ट इन आइडोफर्म टेस्ट, आइडेन्टिफाई द कम्पाउन्ड A भनेर आइदिन्छ क्या। सो यो जुन आइडोफर्म टेस्ट छ नि, आइडोफर्म टेस्टले चाहिँ RCOR अथवा किटोन ग्रुपसँग मात्रै पोजिटिभ रियाक्सन गराउँछ। किटोन ग्रुपसँग मात्रै यसले चाहिँ आइडोफर्म फर्म गराउँछ। आइडोफर्म टेस्टले अल्डिहाइडसँग किटोन फर्म गराउँदैन। त्यही भएर नै के भन्छ अरे आइडोफर्म फर्म नगराउने भएर नै अल्डिहाइड हो कि किटोन हो भनेर हामीलाई थाहा हुन्छ। ठिक छ नि। सो कहिलेकाहीँ अब यो किटोन भनेको के हो भन्दाखेरि किटोन भनेको हाम्रो कार्बोनाइल ग्रुप हो, र कहिलेकाहीँ के आउँछ भन्दाखेरि कार्बोनाइल ग्रुप गिभ्स अ पोजिटिभ रिजल्ट टु द आइडोफर्म टेस्ट। वाट इज द आइडेन्टिफाई द कार्बोनाइल ग्रुप भनेर आइदिन सक्छ क्या। सो वाट इज द कार्बोनाइल ग्रुप इन द्याट? द कार्बोनाइल ग्रुप इज किटोन। ठिक छ नि। अथवा त्यसरी नै घुमाउन आउन सक्छ। क्वेसनहरू हामीले अर्को भिडियोहरूमा डिस्कस गर्नेवाला नै छौँ। एन्ड या द्याट्स इट। सहिलो छ। लेट्स गो मुभ टुवर्ड्स द क्वेसन्स।